वित्तीय शिक्षा वित्तीय समृद्धिको सारथी। संशोधित ऐनले के गर्यो त वान विन्डो एउटा मात्रै डोर चाहिँ नि बनाइदियो जहाँ कि बैंकिङ चेक अनादरमा मुद्दा जुन चलिरहेको छ मुद्दा छ त्यो चलिरहेको मुद्दा चेक विनिमय अधिकार पत्र यन्त्र चल्ने भयो। अब यो संशोधन आइसकेपछि बैंकिङ कसुरमा संशोधन आइसकेपछि अब विनिमय अधिकार पत्र ऐन अन्तर्गत मुद्दा चल्ने अवस्था हट्यो र बैंकिङ कसुरमै जानुपर्ने अवस्था आयो। र यो बैंकिङ कसुरले अहिले एउटा राम्रो पक्ष चाहिँ यो संशोधनले के गर्यो भन्दाखेरि पहिला चाहिँ नि विनिमय अधिकार पत्र ऐन अन्तर्गत चेक अनादर मुद्दा हालेको अवस्थामा त्यो चेक अनादर हुने गर्ने व्यक्तिहरूलाई 3 महिनासम्म कैद र 3000 रुपियाँ जरिमानाको व्यवस्था गरेको थियो, सानो व्यवस्था गरेको थियो भने अहिले संशोधित ऐनले चाहिँ बैंकिङ कसुरमा जुन संशोधन गरेको छ त्यसले चाहिँ के गर्यो त भन्दाखेरि चाहिँ नि सिलिङ राख्यो। वित्तीय शिक्षा वित्तीय समृद्धिको सारथी।